ल है हामी चाहिँ अब कहाँ जाँदैछौँ रे पनि भन त ल खैरेनी किन ड्राई पिकनिकको लागि हो के छ त कस्तो लागिरहेछ तिमीलाई हो हामी चाहिँ ड्राई पिकनिक जान लागेको है हजुर नमस्कार मेरो नाम चाहिँ अमित अधिकारी कोहीले बाटोमा पछि देख्नुभयो भने यसो 10-15 रुपियाँ दिँदा फरक पर्दैन उहाँलाई अहिलेको अवस्था त्यस्तै छ दारी कपाल पालेर त्यस्तो देखिँदै चाहिँ खासमा त्यस्तो होइन त्यस्तो चाहिँ भयो भने लुक्स चेन्ज न्यू लुक्स के न्यू लुक्स हेलो न्यू लुक्स हैन हामी चाहिँ अब जाँदैछौँ है ल के लाने हो तिमीले वान पिस के वान पिस हुने हो वान पिस ब्याडमिन्टन एउटा मात्रै भएको क्रिकेट ब्याट र उकिन त लय क्रिकेट स्टम्प बल स्टम्प लैजाऊँ के हामी खेल्छौँ के अरे ल ल है हाम्रो यात्रा चाहिँ सुरु भइसकेको छ इटाभट्टीबाट हाम्रो खैरेनीसम्मको यात्रामा हामी अगाडि बढिसकेका छौँ बान्वी के छ कस्तो लागिरहेछ हो मामाको त के हो यस्तो पुरै इन्जिन त जान लाग्यो कि के हो कता जाने हो हुन्छ कहाँ गयो होला विकास के छ मामा हालखबर कता जाँदैछौँ हामी ए हामी त इनले जाने मान्छे कता जाँदैछौँ हामी खैरेनी कुन किन ए कस्तो छ होला त्यहाँ एक्सपेक्ट ठिक्क राखौँ गएपछि खाजा खाना माया खाजा खाना जाऊँ भनेर खैरेनी पार्क जाने कताबाट होला है खैरेनी पार्क बुद्ध पार्क बुद्ध पार्क हजुर अगाडि चोक आउँछ चोकबाट सिधा माथि जानुहोस् माथि हो? हजुर बाटो नछोडेर गाडी कहाँ आउनु पर्यो बुटोलाटै हो न त हजुर ल है हामी चाहिँ आइपुग्यौँ है ज्योतिनगर दुर्गा मन्दिर त्यतिकै रमाइलो ऊ 1 नम्बर त्यहाँ छ के अरे 2-3 उहाँ होला कि उहाँ अलि राम्रो हेरेर घाम लागेको गरे भए हुन्थ्यो त्यही यताबाट नि गइन्छ पनि ताउचाम यताबाट हिँड्दै जाँदैछ भिडियो गर्ने त्यस्तो पनि अहिले त ट्याक्क लगाएर हामी ब्लग चलेछ तर त्यसरी भ्लग हुन्न के
यसरी ल हजुर ल होइन त्यसो मलाई भने दुईटा त्यस्तै क्यामेराले होइन। अन्तर्वार्ता लिन पर्यो नि क्यामेरा बताइदिनुहोस् आज नेपाली काङ्ग्रेस दुई टिकामा विभाजित भइसकेपछि यसमा के छ होइन हजुर यो राजनीतिक बहसमा नजाउँ आज के हामी बहसमा यो आएर? खैरेनीमा रहेको बुद्ध पार्कमा आएका छौँ यहीँको कुरा गरौँ यसो हेर्दा यो पहिलोचोटि आयो त्यो पार्क राम्रै लाग्यो पिकनिक स्पट पनि रहेछ धन्यवाद तपाईँको यस्तो मन्तव्यको लागि होइन यता त दिइराख्नुहोस् त्यताको सक्यो अनि पहिलोचोटि आउनुभयो के कस्तो अनुभव रह्यो कस्तो कस्तो बाटो कस्तो छ तपाईँले फेरि आउनु मान्छेलाई यसो के भन्न चाहनुहुन्छ बाटो जे होस् यो पूर्व पश्चिम राजमार्ग पर्ने बाटो हामी बुटलदेखि खैरेनीसम्म आयो त्यस बाटो राम्रो छ निर्माणाधीन अवस्थामा छ अहिले टाइममा बाटो त्यो एकदम चोकबाट राम्रो हुन्छ। चोकबाट भित्र आउँदाखेरि भित्र अलि घुमाउरो छ मान्छेलाई यहाँ यो पाइएन पहिलोचोटि भएर होला होइन बाहिर बोर्डमा एउटा वे टु बुद्ध पार्क भनेर एउटा राखिदिन्छ अलि राम्रो हुन्छ। व्यवस्थित हुन्छ राम्रो हुन्छ मान्छेको फ्लो बढ्छ यस अब रमाइलो हुन्छ जस्तो लाग्छ। कलेक्सन प्रबन्धन गरौँ यस्तै छ अरू केही कसैलाई सम्झिन चाहनुहुन्छ कि यहाँ आएर कसैलाई विशेष रूपमा अब विशेष रूपमा चाहिँ अहिले नसम्झियो हजुर ल ठिक छ सबैमा सम्झना तर विशेष रूपमा नसम्झियो ल ल गएर के हेर्नको ठाउँ फेरि त्यस्तो स्टलमा चिन उहीँबाट भन्दैछन् क्या हुन्छ भन्दै हो लास्टमा अहिले मेला पनि हेरेर जाने हो हजुर मेला हेर्ने र नगरपालिका हो तिमी साडी एउटा तिमीलाई फेरि हिजो अस्ति यसैले पनि भएको थियो खेल्नलाई के भयो यिनीका बनित तिमी ल दिन्छ नि त दादाले यहाँ ल भयो ल बनित दिनु ल ठुलो ल माग्नुपर्छ ल अनि सुन दुईजना यता को के छ ल एरिक साडी है ठुलो बिहान के खेल्ने हो त केले कसले किनिदिएको केले के अरे कसले किनिदिएको कसले हो ए सामान चाहियो भने चाहिँ हामीले जाँड लिएर के ल्याउन पर्ने त्यो सम्झिनु नि माइक माइक पनि छ नि ए पहिला के ल्याउने हो 2 किलो चामल नोटमा लेखेर जानु आलु आलु पकौडा खाने पुग्दैन है फेरि आलुले बेसन छ कि छैन फेरि पकौडा खाने त छैन खाने हो कि नै भन्ने त्यो हामीले त्यहाँ पहिला गर भाँडो पाए पनि हुन्छ कि एउटा कराई कराईमा एउटा डेप्ची है अचार मरला उखुले हाल्न पनि सेर्छ कि मोमो पनि हो भाँडो पाए पहिला बुझ्नु त जानु त गएर हामीले लिएर आउँछ पनि गएर जब चिया खानु आइन्छ कि भाँडा र मोमो लिएर आउन भन्नु मम्मी अङ्कित धक्दैछ मम्मी मम्मी बस्नु पाक्दैछ अब आइगल चिया र बिस्कुट एकैछिन रोक रोक अहिले चिया खाँदाखेरि खाने हो चिया खान्न म खेल आयो होइन कस्तो लाग्छ त कस्तो लाग्छ नि एकदम बढे होइन हो हामी चाहिँ यहाँले फोटो खिच्न लाग्छौँ है हामी फोटो खिच्न आएछौँ यहाँ फोटो खिच्नु भनेर आएको हो के के हुन्छ पनि खै एन्टी लाइट पर्ने हुन्छ विकास यहाँ बस बोतलमा स्प्राइट छ त्यहाँ गिलास छ किति ल्याउनु मिल्छ केटकेटीलाई त्यही भनेर सम्झाउनु बिहान आफै खाए के हौ हो र
बहिनीले नि आफै हो अलि अचारको काँक्रा अलि धेरै ल्याउनु त उहाँले त दुईटा चम्मच खाएर आउनु विकास अलिक उले त अचार अलि ले न टोपी पनि नै मैले सम्झेँ थिएँ विकासलाई टोपी पनि नलाउनाको कति चिसो भयो होला भन्नु होइन त्यो ज्याकेट लाएको ज्याकेटको टोपी लाएको फेरि चट्टी स्टेसनमा छिट्टो चलाउनु के ग्यासमा जस्तो चट्नी कस्तो बन्यो त त्यसरी पिसेको कस्तो कस्तो भयो त्यो खुर्सानी खुर्सानी पलाउनु न अलिकति के भयो यिनीहरूलाई राम्रो फोटो खिच्नु भिडियो गरौँ के फोटो खिच्नु खै यता हेर त कति राम्रो फोटो आएको कति राम्रो आइक्यो नि के भयो यिनका किन नाचेको गएर के अरे म त अहिले नाचेको के तिम्रो बनाउँछ न तिम्रो नाच नाचौँ न एकचोटि क्या यिनको फोटो खिचिदिनु पर्छ क्या खै ओहो कति राम्रो आइक्यो त्यसको हेर्नु न मैले गरेँ स्याहार यसमा त छड्दियो पहिला यो भन नि त्यहाँ अर्को बनाउने नि हुन्छ क्या सुटिङ हुँदैछ जानु पाउने मायालाई होला यसो गरौँ त्यहाँ एकजना खिचौँ त खिच्दै गर्दा म यहाँ उड्दै गर्छु एकजना यता र एकजना यता आएर भेट भएर गफरेको बनाऊँ क्या उता लिङ्क त अहिले पछि छुट्टै अर्कोमा बनाउँला के जेबाट बनाउने भन्यो राम्रो कसरी आउँछ पहिला 5वटा बनाएको हुन्छ अहिले बसेर बनाएको हुन्छ पहिला एउटा यहाँ बसेको एउटा यता आएको एउटा यता आएको त्यहाँ ठ्याक्क त्यो बनाऊँ गफरेको बनाऊँ होइन त्यसपछि अरू फेरि अर्को भिडियो बनाऊँ पछि टिकटकमा हालौँला नि त नभए पहिला भिडियो मात्रै बनाऊँ यताबाट को आउने हो बसेको यताबाट को आउने हो विकास म जाऊँ म आउँछु के ल जाऊ क्यामेरा दिउँ जाऊ न ल ल है हामी चाहिँ अब फर्किँदैछौँ होइन भने कस्तो भयो त मजा आयो यस्तो छ अवस्था है मैले यस्तो समातेको यस्तो छ अवस्था है उता पनि अर्का भला गरेर हुनुहुन्छ कन्टेन्ट क्रिएटर मोबाइल र फोटो र भिडियो भन्दा ज्यानै खालेर दौडिने उता विकासको हालत त्यस्तो छ स्पिकर बोकेर मामाको कराइदिनु आउनु न अरे आज उतै बस्ने अरे ओके